यी साथीहरू 2025 को मकै खेती है। 2025 को मकै खेती है। मैले भनिहालेँ साथीहरूलाई हैन, मलाई चाहिँ एग्रिकल्चर एकदमै मन पर्छ नि त। अन्त यसपालि मैले मकै रोपेको छु क्या। अनि मकै पनि कस्तो यो भन्दा ब्लकको एउटा ब्लक लेभलमा पनि मकैको बिउ बाँड्दो रहेछ नि त। अनि त्यो ब्लक लेभलमा मकैको बिउ बाँडेकोले गर्दा मलाई पनि साथीहरूले दिनुभएको थियो हैन, र रोपेको थिएँ मैले। एकदमै राम्रो फलेको छ है। यहाँनिर यसरी अब उयो लाग्दैछ, गोका लाग्दैछ हो। यहाँनिर गोका लाग्दैछ, यहाँनिर गोका लाग्दैछ। अनि यो ब्लकको बिउ चाहिँ कस्तो हुँदो रहेछ भन्दा डिफ्रेन्स टाइपको हुँदो रहेछ क्या त। मोट चाहिँ अलिक बोट अलिक मोटा टाइपको बोट, अलिकति अन्य यो लोकल मकै भन्दा अलिकति होचो मोटो। अनि धान चाहिँ अलिक ढिलो आउँदो रहेछ। बोट पनि यसको मोटाइ छ क्या, यो डाँख्ला जुन छ मोटाइ, पात एकदम हरियो। अनि धान चामल पनि ढिलो छिटो आउँदो रहेछ। अनि यिनीहरूको एउटा के रहेछ भने नि विशेषता चाहिँ, यो मकैले चाहिँ प्रायः दुईवटा घोगा लाग्दो रहेछ है। यहाँनिर एउटा छ होइन, यहाँनिर एउटा चाहिँ प्रायः दुईवटा घोगा लाग्दो रहेछ हो। यहाँनिर पनि हेर्नुहोस्, यहाँनिर दुईवटा छ, यहाँनिर एउटा छ, यहाँनिर एउटा छ, दुईवटा घोगा लाग्दो रहेछ यो ब्लकको मकैले चाहिँ क्या। अनि योपालि राम्रो भएको छ होइन। मलाई चाहिँ एकदम एग्रिकल्चर मनपर्छ नि त, मलाई एकदम राम्रो लाग्छ होइन। योपालि चाहिँ मैले मकै रोप्ने रहर गरेर रोपेको थिएँ। यी राम्रो फलेको छ यो मकैको घोगा हो। यहाँ पनि छ, यहाँ पनि छ हो। एकदम राम्रो भएको छ है। एग्रिकल्चर मलाई एकदमै मनपर्छ। यहाँ पनि छ है, यहाँ छ मकै फल्दैछ साथी हो है। मलाई चाहिँ एकदम खेतीपाती मनपर्छ नि त, तपाईँहरूलाई पनि मनपर्छ होला है। अहिले प्रायः अब मकैहरू रोप्नु छोड्यो नि त मान्छेले होइन। मैले चाहिँ रोपेको छु, मजा लाग्छ है। यसरी मजा आफूले रोपेको यसरी हेर्दाखेरि आफूलाई मजा लाग्दो रहेछ क्या त। यहाँनिर चाहिँ बोडी छ, यो चाहिँ बोडी हो, यो चाहिँ बोडी हो होइन। यो बोडीले पनि अब फल्न आँटेको छ। यसलाई मैले अस्ति मल लगाएर थाँक्रा पनि लगाएको छु है। यहाँ चाहिँ मकै निकै ठुलो भएको रहेछ हो। यो चाहिँ ब्लक लेभलमा बाँड्छ नि मकै क्या त। ब्लक लेभलमा कसै अब कृषि कल्याण सङ्गठनहरू भयो, अथवा कतिवटा अहिले सङ्घ संस्थाहरू छ नि त कृषकहरूको पनि होइन। त्यो सङ्घ संस्थालाई, त्यो ग्रुपलाई दिन्छ नि त मकैको बिउ। अनि मैले पनि पाएको थिएँ। अनि त्यो पाएपछि मैले रोपेँ। यो राम्रो भएको छ है। अब यो चाहिँ तल्लो घरको हो होइन, छिमेकीको। यो चाहिँ लोकल हो। जस्तै हाम्रो जुन पहिला रोप्थ्यौँ नि, पहिला गाउँमा जुन बिउ पाउँछ नि, त्यो मकैको बिउ र यो जुन ब्लक लेभलमा बाँड्छ नि, सरकारी मकै भन्छ नि, त्यो भिन्नता हुँदो रहेछ। यसको पात अलिकति गाढा, अनि यो काण्ड पनि अलिकति मोटो। यसको चाहिँ कस्तो हुन्छ, यी खिनौटे हुँदो रहेछ हो प्रायः। अनि यसको जुङ्गा अलिकति पहेँलो परेको। यिनीहरूको चाहिँ एउटा रातो आउँदो रहेछ, यस्तो जुङ्गा रातो आउँदो रहेछ। मकैको जुङ्गा यो हुन्छ नि, हामी जुङ्गा भन्छु होइन, तपाईँहरू के भन्छ, रातो हुँदो रहेछ क्या त। यिनीहरूको चाहिँ प्रायः रातै आउँछ। यी भित्र देख्नु हुँदैछ, रातो जुङ्गा आएको मकै छ। यो चाहिँ ब्लक लेभलमा बाँडेको हो नि त। अनि म्याचुर हुँदै आएपछि चाहिँ यस्तो हुँदो रहेछ, म्याचुर हुँदै आएपछि चाहिँ पहेँलो हुँदैछ होइन। जस्तै अब यो सानो घोगा छ, यसको रातो छ होइन। अब यो ठुलो घोगा छ, यो रातोदेखि यहाँनिर बिस्तारै के पहेँलो हुँदै आउँदो रहेछ यिनीहरूको चाहिँ चिपिएपछि हो। यसो। अनि अर्को कुरो, यसपालि चाहिँ मकैमा चाहिँ के भयो, यस्तो खालको किरा लाग्यो। हेर्नुहोस् है, मकैमा यस्तो खालको किरा लागेको छ होइन। अब यो भित्र किरा हुन्छ। अनि यो चाहिँ कस्तो हुन्छ, सरुवा हुँदो रहेछ क्या त। यो किरा चाहिँ एकदमै सरेको हुँदो रहेछ। जस्तै अब यो बोटमा छ, यो बोटदेखि अर्को बोटमा जाँदो रहेछ। जस्तै भित्र छ मेरो यहाँनिर होइन, पल्लोपट्टि अझै बेसी छ, यहाँ अलिक कम्ती छ। यो चाहिँ सरुवा रोग रहेछ। यो चाहिँ यो गुबाबाट भित्र पस्दो रहेछ। अन्त यसरी यसलाई खाँदो रहेछ क्या। यो भित्र च्यातेर हेऱ्यो भने एउटा के हुन्छ, एउटा झुसले हुन्छ, हरियो प्रकारको झुसले टाइपको लाफ्रे जस्तो हुन्छ।
त्यसले चाहिँ मकै खाँदो रहेछ र यसपालि फर्स्ट टाइम मकैमा किरा लागेको चाहिँ फर्स्ट टाइम हो पहिलोचोटि देखेको हामीले होइन र मैले योपालि फर्स्ट टाइम रोपेको नि मकै यसपालि किरा पनि लागेको छ है यहाँ चाहिँ बोडी छ मेरो यो बोडीको ज्याङ हो है यो पनि फल्न आँटेको छ थाँक्रामा जाँदैछ यसरी बेरिएको छ हो जाँदैछ साथीहरू है खेतीपाती चाहिँ मलाई मनपर्छ तपाईँहरूलाई के कतिको मनपर्छ होइन अब यस्तो त आजकल रोप्नै छोड्यो क्या मान्छेले मकै खेतीपाती गर्नै छोड्यो नि त अनि मलाई चाहिँ मजा लाग्छ हो यहाँ चाहिँ के छ भन्दैलाई सयपत्रीको बिउ छ अब दसैँ आउनु लाग्यो नि त हो दसैँ औँसी आउनु लाग्यो अक्टोबरमा चाहिँ दसैँ औँसी छ होइन यहाँ सयपत्रीको बिउ पनि यहाँ मैले राखेको छु है यसरी फलेको छ मकै अनि यतापट्टि पनि छ यतापट्टि पनि छ मकै टन्नै रोपेको छु योपालि मैले होइन तल घरमा पनि छ यसो अलिक माथि छ घरदेखि यसरी किरा लागेको छ मैले हो यो सरुवा भने अघि मैले भने नि तपाईँहरूलाई सरुवा लाग्दो रहेछ यिनीहरूलाई के त यो मकैको लाग्ने किरा यसमा लागेको छ त्यहाँबाट यसमा लागेको छ होइन त्यहाँबाट भित्र छ मकै किरा है यसरी मैले रोपेको छु यस्तो छ है साथीहरू नजारा यस्तो छ आज घाम पनि लागेको छ मजाले घाम लागेको छ मकैबारी टन्नै छ हो मकैबारी टन्नै छ यहाँ छ मेरो मकैबारी है मजाको छ साथीहरू यहाँबाट ओह्रालो चाहिँ मेरो घर जान्छ है यहाँबाट ओह्रालो चाहिँ मेरो घर जान्छ यहाँ चाहिँ मकैबारी छ है यहाँ पनि छ मेरो मकै हो यहाँनिर चाहिँ मकै मेरो छिमाले भएछ कस्तो छिमाले भएछ भन्दा यहाँनिर मैले पहिला रोपेको मकै त्यहाँबाट त्यहाँ सारेको होइन तर यहीँ ढिलो छ यहाँ धान चाहिँ मर आएछ कसैमा आएकै छैन हो कसैमा आएकै छैन कसै यत्रो छ यी सानोबाट चाहिँ हो कसै सानो कसै यस्तो सानो छ चिमाले भएछ यहाँ मकै यहाँ चाहिँ प्रशस्त मल थियो किनभने यहाँ मैले कोपी रोपेको कोपीमा त टन्नै मल हाल्नुपर्छ होइन कोपी सकिएपछि चाहिँ मैले यहाँ मकै हालेको फेरि यहाँनिर छिमाले भएछ मकै चाहिँ है यसरी मकै रोपेको छु साथीहरू मैले मकै फलेको छ मकै पाक्दैछ है तपाईँहरूतिर कस्तो भयो मकै होइन मकै ढिलो छिटो हुन्छ सिजन होइन औलमा छिटो लेकमा ढिलो हुन्छ नि त मकै होइन र हाम्रोतिर चाहिँ प्रायः पाक्नै आँट्यो होइन फल्दैछ है छिमाले भएछ यहाँ मकै सबै यहाँ पनि छ मेरो यहाँ बोडी यहाँ पनि छ बोडी बिउ यहाँ बोडीको बोट हो जाँदैछ उयसमा थाँक्रामा जाँदैछ है यहाँ पनि छ मकै यहाँ चाहिँ डल्ले खोर्सानी छ यो चाहिँ पोहोरको बोट हो पोहोरको बोटले फलेको छ यसपालिको बोटहरू चाहिँ तल घरबारीमै छ है